Hello everyone, welcome back to my channel. म चाहिँ लन्चन छाएर रेस्ट गरेर निस्केको बाहिर। किन निस्केको भन्दा चाहिँ म चाहिँ मेरो पहिलाको बोजूलाई भेट्न गएको 5 मिनेटको बाटोमै हो। अन्त आज म र मेरो बोजू मार्केट जाँदाखेरि बाजेलाई भेटेको थियो। अन्त मजाले बोल्यो नि त बाजे, म खुसी भयो होइन। त्यहाँदेखि बोजूको छ सोधेको, बोजू त त्यस्तै हो थाहा छ त तँलाई भन्थ्यो। माया लाग्यो। त्यहाँदेखि अस्तिदेखिको मलाई बोलाएको नि त आइज भेट भनेर, तर म गएको थिएन हो। अन्त आज चाहिँ गइदिन्छु भनेर त्यहाँदेखि बोजूले गएको होला भनेर निस्क्यो एकछिनको लागि। यस्तो छ जग्गा चाहिँ। हामी म र बोजू जहाँनिर वकको लागि जान्छ नि त्यहीँनिर हो घर कि, तर पनि अब बोजूसँग त्यहाँ जान अलिक अप्ठ्यारै हुन्छ होला भनेर। त्यहाँदेखि बोजू पनि जानु खोज्दैन नि त, नबोलाइकन कसरी जान्छ, तल पो बोलाएको छ भन्छ। त्यहाँदेखि ल म गएर आउँछु ल भनेर निस्केको। अन्त अहिले चाहिँ फेरि इजरायलमा भिडियोहरू बनाउनु पुरा अलिकति स्ट्रिक्ट भएको छ। बाजे बोजूसँग भिडियोहरू नबनाउनु भनेको छ क्या। अन्त मलाई त पहिला त्यसै नै कमेन्टमा सब्सक्राइबरहरूले नदेखाउनु भन्थ्यो, मैले त्यस्तो देखाएको थिएन। एक दुईवटा भिडियोमा चाहिँ बोजूको जिउ बोलेको चाहिँ देखेको थियो, त्यो पनि काटिदियो। सबै प्राइभेट गरिदियो भिडियो, किन राखिरहँदैन, किन रिक्स लिनु भनेर। क्या सुनसान हो यतिखेर त, डर पो लाग्यो। भर्खर 4 बज्दो रहेछ नि त, सबैजना खाना खाएर सुतिरहेको होला। किनकि यता त 8 बजी मात्रै सनसेट हुन्छ। त्यहाँदेखिको हामी वकहरू निस्किँदाखेरि पनि यसो 6 नभए 7 बजी वकमा निस्किन्छ। पार्कहरू पनि खालि। तपाईँहरूलाई पार्कहरू देखाइदिउँ न पहिला पनि। यस्तो छ पार्क चाहिँ। यतै हुन्छ बोजू र म कोही बेला। त्यहाँदेखि बोजूले चाहिँ जा यो पिङ खेल्छस् जा पिङ खेल भनेर छोडिदिन्छ कि, म पनि बस्छु एकछिन त टाइम पास हुन्छ भनेर। अनि बोजूलाई चाहिँ मलाई पुरा पिङ खेल्नु मजा आउँछ जस्तो लाग्छ क्या। त्यहाँदेखि जहिले पनि आयो भने जा गएर पिङ खेल भन्छ। यहाँ यस्तो छ। यता जिमहरू गर्नेहरू पनि छ। मजाको छ। नानीहरूको लागि झन् क्या दामी है। यस्तो छ। यो चाहिँ घाम रोज छेक्नु लागि अस्तिसम्म चाहिँ थिएन कि, अहिले गरम लागेर चाहिँ यस्तो लगाइदिएको छ। अन्त यतानिर चाहिँ यो गेम पनि छ, हामीले स्कुलमा खेल्थ्यौँ नि क्या पहिला। यस्तो छ। यताबाट निस्किन्छ अब। केही जग्गा हिँडेको जस्तो लाग्दैछ। यही जग्गा त यही हो सक्छ, यस्तो हेर्दाखेरि त होइन जस्तो लाग्छ। अब हिँड्दै थाहा पाउँछ यही बाटो यही हो, किनकि त यस्तो छ नि त। यो बाजेहरूसँग हेर्दा जहिले पनि गाडीमा हिँड्थ्यो कि यस्तो तल थियो भनेर थाहै भएन। आज हिँडेर माथि चढ्दाखेरि पो कस्तो उकालो चढेको जस्तो भयो। म चाहिँ भेटेर फेरि घर पनि फर्केको रहेछ। बाजे बिजी रहेछ। बोजूसँग एकछिन बोल्यो। बोजूसँग त गुगल ट्रान्सलेट युज गरेर बोल्नुपर्छ नि त। एकछिन भएर जान आइदियो। यो के दियो बोजूहरूकै गार्डनबाट बनाएको अरे। मैले चाहिँ हनीको डब्बा देखेर हनी भनेर थापेको कि, तर होइन रहेछ हनी चाहिँ। बोजूले होइन त्यो डब्बा अर्कियो हनी अर्कियो, भित्रको अर्कियो। त्यही हो, एकछिन भेटेर फर्क्यो। बाजेको चाहिँ केही मिटिङहरू टाइपको छ भने घर पुरा सफा गरिदियो। त्यहाँदेखि सर तँलाई टाइम दिनु पाइनँ, नेक्स्ट टाइम फेरि आइज, खाना खाने गरी आइज, यस्तो यस्तो ल भनेर निस्किदियो। त्यहाँदेखि तर अब जान्छ जाँदैन भगवान् जानु। आज त कहाँबाट अचानक जानुपर्नु पऱ्यो त्यो बाटोमा भेटेर आइदिएको। यता त कहिले गरम हुन्छ कहिले जाडो हुन्छ थाहै हुँदैन हौ। तर पनि जहिले यो लगाएर हिँड्छु, बाइचान्स चिसो भयो भने त बिजोग हुन्छ भनेर। तर अहिले चाहिँ पुरा गरम भयो, प्याक भइसक्यो पसिनाले।
त्यति नै हो है आजको लागि होइन अब भ्लग सानो भएको छ तर अब केही कुरो होइन त्यस्तै हो सो त्यति नै थियो आजको लागि थ्याङ्क यू सो मच फर वाचिङ सी इन द नेक्स्ट भिडियो